नमस्ते। म आज यति बेला स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर 8 स्थित यो बिपी चोक नेर छु, जहाँ चाहिँ हजुरले यो ड्र्यागनहरू देख्न सक्नुहुन्छ। म ध्रुव सरको घरमा छु। आज ध्रुव सरलाई भेट्ने मौका मिल्यो जे होस्। अनि सर नमस्ते। नमस्ते। अनि हजुरले यो खेती कसरी कहाँबाट सुरु गर्नुभयो सर? मैले चाहिँ आजभन्दा 8 वर्ष अगाडि हजुर मैले चाहिँ यो ड्रागन भन्ने अलिकति हेरेको थिएँ। त्यसपछि मैले चाहिँ काठमाडौँबाट एउटा सानो बिरुवा 1500 रुपियाँ हालेर यत्रो पनि थिएन, सानो बिरुवा यत्रो बिरुवा लिएर आएँ। अनि सबैले के भने के ल्याएको होला यत्रो 1500 रुपियाँ हालेर यस्तो मान्छे भनेपछि पलायो। अनि 2 वर्ष लाग्यो त्यो फल्न चाहिँ फल्यो। त्यसपछि मैले यति धेरै बिरुवाहरू सबैलाई दिएको छु। अहिले करिब धेरै यो भियतनाम रेड हो, यो धेरै जसो भएको भियतनाम रेड। यो मिठो पनि छ। यो 500 ग्राम भन्दा माथि 530 ग्रामसम्मको नापे मैले। यसको खास साइज चाहिँ 250 देखि 400 ग्राम यसको खास साइज हो। सानो पनि फल्छ मल पानी मिलेन भने। र त्यहाँबाट लाउन सुरु गरेको हो। तर त्यही एउटा बिरुवाबाट मैले अहिले हजारौँ बिरुवा चाहिँ मान्छेहरूलाई सबैलाई दिइ पनि सकेँ, अझै पनि दिँदैछु। मसँग बिरुवा पनि छ। यहाँहरूलाई चाहना भयो, लाउन मन लाग्यो, लाउँछु गराउँछु भन्यो भने मसित ज्ञान पनि छ, प्रविधि पनि छ, बिरुवा पनि छ, तरिका पनि छ। यहाँले गर्न लगाउन सक्नुहुन्छ, यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। अहिले हामीले यो बिरुवाहरू बेच्दाखेरि कसरी बेच्ने गरेछ भन्नाले एउटा बिरुवा त यसको हजुरले बेच्नु भएको छ कि छैन? अहिलेसम्म किनेर लिएर आउँदाखेरि 1500 हालेर ल्याइयो। अस्ति पोखराबाट पोहोर लिएर आउँदाखेरि 1000 हालेर पनि ल्याइयो। अहिले त त्यस्तो महँगो केही गरेको छैन। राम्रो 1-1.5 वर्ष भएको बिरुवा छ। त्यो चाहिँ लगेको 6 महिनामा अहिले लगाएको बिरुवा वैशाखमा फल्छ, कुरो त्यति हो। त्यस्तो बिरुवा 200-250 रुपियाँमा दिन मिल्छ। 200-250मा हजुरले बेच्नु? अहिलेसम्म कति बेच्नु भएको छ कि छैन? बेचिया छु, अलिअलि बिक्री पनि भइरहेछ, लैरहनु भएको छ, मान्छेहरूले लैरहनुहुन्छ, माग पनि आइरहेछ। मैले फेरि खराब बिरुवा लगाएपछि मैले भनेको भन्दा फरक पनि गर्दिनँ। खराब बिरुवा दिँदैन, नफल्ने बिरुवा पनि दिन्न। त्यस कारणले गर्दाखेरि जसले लानु भएको छ उहाँले फलाउनु पनि भएको छ। भनेको हजुरले बेच्दाखेरिको मार्केट चाहिँ वालिङमै हो कि वालिङभन्दा बाहिर? रामपुरतिर अनि अरूतिर यतातिर मल्याङकोटतिर, त्यसपछि गएर गल्याङतिर जता पनि लैजानु भएको छ। अनि वालिङ कहिले लानु भएको छैन? वालिङ कहिले पनि लानु भएको छ। भनेपछि हजुरले अहिले यहाँ कति प्रजातिको बिरुवाहरू? मसँग अहिले बिरुवा नै बेच्ने बिरुवा भनेर दिने बिरुवा त मसँग त्यही 2-3 थरीको मात्रै छ अहिले प्रजाति। यो भियतनाम रेड हो। यो सबभन्दा मिठो छ। यो खाना पनि मिठो छ, फल्न पनि 11 पटकसम्म 11 पटक भन्नाले 11 पटक कोपिला लाग्यो पोहोरको साल। अहिले त मैले गनिनँ भनेपछि यो राम्रो पनि छ, फल्न पनि रोग किराले पनि अलिक कम गर्ने यो भियतनाम रेड हो। अर्को भियतनाम व्हाइट छ, त्यसपछि साइम रेड छ, लिजा छ, अमेरिकन ब्युटी छ, डिलाइट छ, अब धेरै प्रकारको छ, पोलरा गोल्ड छ, पोलरा जाइन्ट छ, यी सबै प्रकारका छन्। तिनीहरूको बिरुवा अहिले बनिरहेको छैन। अब त्यो बिरुवा पनि त्यस्तो चाहियो भने त्यो पनि बनाउँछु, अब बन्दैछ। अब हजुरले चाहिँ यो छतमै मात्रै कौशी खेती मात्रै गर्ने कि अब यसलाई केही बढाउने सोचमा हुनुहुन्छ कि के छ? व्यक्तिगत रूपमा त मैले अब यसलाई चाहिँ बढाउने मेरो जमिन यहाँ वरिपरि छैन। मेरो गाउँमा जाँदाखेरि गाउँमा अरू बिरुवा लगाएर मैले सकिसकेँ। हजुर, अब मलाई अहिले लाग्छ मैले यो ठुलै ठाउँ लिएर गरेको भए राम्रो हुने रहेछ। तर अहिले छतमासम्म भएको छ। बढाउन त साथीहरूलाई सहयोग गर्छु, कोही साथीहरू त्यस्तो भयो भने दिन्छु, त्यही हो। अहिले ड्र्यागन मात्रै नभएर अरू पनि विभिन्न खेतीहरू गर्नुभएको छ? फलफुलमा त यस्तो छ, फलफुलको सन्दर्भमा कुनै पनि बिरुवाको नाम लिएर मलाई सोध्यो कसैले भने त्यसको बारेमा अध्ययन त त्यसको रोग किरा, त्यसको लगाउने तरिका, त्यो कति फल्छ, कहाँ फल्छ, कस्तोमा फल्छ, त्यो सबै कुरा फलफुलको बारेमा बताउन सक्छ। जस्तै एभोकाडो भन्नुहोस्, जापानिज हलुवा भन्नुहोस्, एभोकाडो भन्नुहोस्, अहिले आएको मेकाडोमिया भन्नुहोस्, त्यस्तै किसिमबाट अब यो एभोकाडो त मैले 100 वटा लगाएको छु। यो अस्ति पानी यो चैतमा पाक्ने आरू हो। यो चाहिँ चैतमा यो 25-30 दाना फलेको थियो, यति मिठो थियो। तर अहिले अस्ति पानी हाल्न छोडेछु, जसले गर्दाखेरि यो झर्नै मरिन्छ। हजुरले यो दिनमा एकचोटि यो बिरुवाहरूसँग खेल्ने काम गर्नु भएको छ? त्यो चाहिँ एउटा कुरा के हो भन्दा दिनमा एकचोटि होइन, 2चोटि 3चोटि चाहिँ यिनीहरूलाई छुन आइपुग्छु म। केही नभए पनि छुन आइपुगेको हुन्छु। त्यो चाहिँ यिनीहरूले मेरो स्पर्श चाहिँ पाएको हुन्छ है। हजुरलाई पनि आफूलाई नै आनन्द, मलाई पनि सन्तुष्टि। किन भन्दा म प्लान्ट लभर हो। सानैबाट मैले बिरुवादेखि सिस्नुको बिरुवा पनि मैले उखेलेर नफाल्ने बानी भएको कारणले गर्दा विद्यार्थीलाई लगाउने गर्थेँ के अरे। अनि यो हजुरलाई दिएको बिरुवाहरू अरूकोमा गएर फल्दा अरूले आएर सुनाउँदाखेरि
कस्तो मैले अनुभव हुन्छ दिएका साथीहरूलाई जसलाई जसलाई दिएँ उहाँहरूले सुनाउनुहुन्छ हजुरले दिएको फल्यो है भनेर फोटो पनि देखाउनुहुन्छ फल्यो है भनेर सुनाउनुहुन्छ त्यो बेला सबैभन्दा बढी खुसी हुन्छु म उही पहिला हजुरले एकचोटि हजुर त एउटा प्रिन्सिपल पनि हो नि त हो, नेपाल आदर्शको हो। त्यति बेला उही विद्यार्थी पास भयो अरे भन्दाखेरि मेरो खुसी भए जस्तै त होला नि होइन 40 वर्ष पढाएँ बाबु अहिलेसम्म पनि मेरो अब्जेक्टिभ भनेको ओन्ली विद्यार्थी मैले सबैभन्दा बढी विद्यार्थीलाई माया मान्ने विद्यार्थीले पनि मलाई अहिलेसम्म अस्ति एकजनासित कुरो मैले 1 लाख 2 लाख विद्यार्थी पढाएँ होला 1-2 जना विद्यार्थी मैले थाहा नपाएर मलाई अलिकति केही मेरो कारणले केही दुःखमा परेको होला त्यो मैले छैन भन्दिनँ 100% तर 99% विद्यार्थीले मलाई पनि अहिले पनि माया मानेको छन् अहिले पनि एकदमै सम्मान गर्ने सद्भाव गर्ने मैले पनि विद्यार्थी र छोराछोरीमा अहिलेसम्म फरक गरिनँ कि त्यो मेरो आफ्नो बानी हो त्यति बेला विद्यार्थीसँग खुसी हुनुभयो एकदम विद्यार्थी अहिले चाहिँ यो ड्रागन बेर्न दिएपछि बेर्न दिएका सबै खुसी विद्यार्थी खुसी भएको छु सबैले सुनाउनुहुन्छ अहिले आएर भनेको युट्युब कुरा मेरो युट्युब च्यानल पनि छ @DSURBA24 तपाईँहरूले चाहिँ युट्युब च्यानलमा गएर त्यसलाई चाहिँ सर्च गर्नुभयो भने कृषिका कुरा आउँछ त्यो हेर्नुभयो भने सायदै फलफुली ड्रागन खेती एभोकाडो कौशिक खेती जति सबै कुरा मैले त्यसमा राखिदिएको छु यहाँले त्यसबाट पनि हेर्न सक्नुहुन्छ हुन्छ सर हजुरले एउटा सानो समय दिनुभयो हजुरलाई त्यसको लागि धन्यवाद छ धन्यवाद बाबु